आज बिहान उठ्ने बित्तिकै बुढोले हाइक चल्दिउँ भन्नुभयो। ठिक छ, मेरो नि अलिअलि पेट घट्छ कि चल्दिउँ भनेर हामी लाग्यौँ। मेरो छोरालाई चाहिँ जहाँ गए नि टोय चाहिन्छ। ल हामी चाहिँ लाग्यौँ है, सर चिसो हावा खाँदै। तितेपानी टोल स्ट्रेट नम्बर 1बाट हामी चाहिँ मास्तिर लाग्यौँ। छोरासँग गएपछि अब राम्रो बाटो खोज्दै हिँड्नुपर्छ। ऊ चाहिँ सिधीहरूमा मजाले हिँड्यो आधी बाटोसम्म, अनि उकालोमा चाहिँ उसलाई बोक्नु पर्यो। थाकेछ, अनि एकछिन बसौँ भनेर बसेर हल्का भिडियो फोटो लिँदै बिस्तारै हामी मास्तिर लाग्यौँ। आज छुट्टीको दिन भएर होला, सबैजना एकदमै धेरै जानुभएको थियो हाइकमा चाहिँ। जङ्गलमा नि एकदमै रमाइलो लागेको थियो मलाई। फाइनली हामी माथि स्तुपामा पुग्यौँ। मेरो छोरा चाहिँ थाकेको भएर लल्याङ फल्याङ उता यता गर्दै हिँड्दैछ। यहाँ माथि पुगेपछि यति आनन्द आउँछ नि, बयानै गर्न सकिँदैन कि। अनि हामी पानी पिएर बिस्तारै फेरि ओह्रालो लाग्यौँ। यो चाहिँ पोखरामा मुहानको चिसो पानी खानेहरूको लाइन। अनि यत्रो हिँडेपछि अलिअलि शरीरलाई केही त चाहियो नि। अनि जुस र स्यान्डविच खायौँ अनि घर फर्कियौँ। घर आएपछि पनि मैले एक थाल भात खायौँ, यो इस्कुसको मुन्टा, आलु, करेला अनि दालसँग।